नमस्ते दर्शकबिन, तपाईहरुमा एउटा दुःखद समाचार लिएर आएको छु र यो भिडियोलाई सक्दो शेयर गरेर सहयोगी मनहरुमा पुर्याइदिन म अपिल पनि गर्न चाहन्छु। र वैदेशिक रोजगारीको सिलसिलामा करिब 7 महिना अघि कम्बोडिया पुगेका महेन्द्रनगर दैजीमा बसोबास गर्दै आउनु भएका र उहाँको स्थायी ठेगाना अछाम जिल्ला साफेबगर नगरपालिका वडा नम्बर 10 घुंगुरकोटको राउतबाडा टोलमा बसोबास गर्दै आउनुभएका बुद्धि सिंह राउत विदेश जानका लागि लिएको ऋण समेत तिर्न नपाउँदै गम्भीर स्वास्थ्य समस्याका कारण कम्बोडियाको एक अस्पतालमा उपचाररत हुनुहुन्छ र उहाँको उपचारमा कम्पनीले कुनै पनि प्रकारको सहयोग गरेको छैन र कम्पनीले कुनै पनि चाहिँ हौसला प्रदान गरेको छैन र उहाँ एक्लै हस्पिटलमा हुनुहुन्छ। उहाँसँग पैसा पनि छैन र हस्पिटलको बिल पेन्डिङमा छ र कस्तो दर्दनाक घटना हो यो। एक युवाले आफ्नो परिवारको सपना बोक्न विदेश जान्छ र त्यहाँ बिरामी भइदिन्छ र जुन ठाउँमा काम गर्छ त्यो कम्पनीले निकालिदिन्छ। यो कस्तो दुःखको खबर हो हामीहरूको लागि। र तपाईहरुले उहाँको अवस्था र उहाँको यो चिन्ता र उहाँको यो समस्यालाई यदि आफ्नो समस्या ठानेर सहयोग गरिदिनु होला। र अहिले पानी समेत दिन मान्छे पनि छैन र उहाँ बोल्न पनि त्यति सक्नुहुन्न र नेपालबाट गएर उहाँलाई ल्याउन पर्ने स्थिति छ। र कम्बोडियामा बस्ने कोही नेपाली दाजुभाइहरू हुनुहुन्छ भने प्लिज सम्पर्कमा आइदिनु होला र यति सहयोग गरिदिनु होला। र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो फेसबुक वालबाट उहाँको उद्धारको लागि सहयोग गरिदिनु हुन तपाईहरुलाई हार्दिक अपील गर्न चाहन्छु। र हामीले अभियान पनि चलाएका छौं र मुम्बईबाट शंकर विष्ट म 9621887801 राजधामी 9867385704 र दीपक रावत 7285015496 यी नम्बरहरुमा सम्पर्क गरेर तपाईहरु सहयोग पनि गर्न सक्नुहुन्छ र थप जान्नका लागि हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र सबैजनालाई यो भिडियो शेयर गरेर सबै नेपाली दाजुभाइ र कम्बोडियामा बस्ने अन्य नेपाली दाजुभाइहरुमा पनि पुगाइदिन म अपिल गर्न चाहन्छु।